जाने रे तिमी कहाँ जाने हजुर भइहाल्यो नि केमा हालिस् त नि भन्दा जुनले जित्छ मेरो त्यसैमा गफ भनेको टिटी खाने नि त बाइका दौडियो ल है आज फागुन 21 हामी त हिँड्यौँ हाम्रो ग्रुप यता हेर दुई घन्टा हिँडेर गएर भोट हाल्नु भनेको ठुलो चेन्ज ल्याउनु पर्छ अर्कोचोटि हाल्नु हामीलाई सुविधा होस् हामीलाई सुविधा होस् भन् हाम्रो भोट काम आओस् खेर नजाओस् बिचरा नानीहरु बाटो काकालाई पनि हेर्नु एउटाले भाउलाई पनि हेर्नु छ तर भित्र देखाउने कागज चाहियो अब कहाँ जान्छौ हजुर नाइ त ओरिजिनल नाइ त दियो फोटोकपीले दिएन अनि के भन्यो राष्ट्रिय परिचय पत्र छ भने तल लिएर आयो नि दिन्छ त्यहाँ बाबाले बुझ्नको त्यही पनि मिल्छ कि भनेर दिँदैन त्यसो भने भोट जाति जम्मै भोट जाति हामी छम त मलाई देखाउनु के भोट हाल्न आएका कोहीको भोटर कार्ड छैन कोही भोटर कार्ड कसैको उमेर पुगे होइन कसैको के भोट हाल्ने एकजना हो तीनजना हो अब कट्टा हुँदै आयो जम्मै हाम्रो चाहिँ गाउँमै छ भोट हाल्ने केन्द्रबिन्दु के भन्छ छैन छैन छोड्दैन पानी नि त्यहाँ पानी त त्यहाँ त कहाँ खाँदै पानी
भोटेर आउनुभयो नजिने मान्छेको के भेटेको हो त्यता गएपछि बाटोतिर Responsible citizen. Asmita, vlog. Asta, vlog. Esto. ल मतदान गर्ने हाम्रो ठाउँ 2 घण्टापछि हामी यहाँ आयौँ र अर्को छोटी हामीले हालेको भोटले चेन्ज भएर हामीलाई चाहिँ जस नजिक होस् भोट हाल्न हामीलाई 2 घण्टा हिँड्न नपरोस् यति हिँड्यौँ नि यस्तो खुट्टा दुख्यो भरे सरी यो थाहा तर हामीले हाल्यौँ हाम्रो भोटको युज गऱ्यौँ टाढा भए तापनि ल हामीले चाहिँ भोट हालेर आयौँ भोट चाहिँ हामीले एकदम चेन्ज अहिले एकदम चेन्ज माहौल हुनाले हामीले चेन्ज गरेरै हालेका छौँ हामी पुरा जेन्जी पर्यौँ हामीले भोट हालेर आएका थियौँ र हामीले एउटा राम्रो फर्किने बेलामा राम्रो दृश्य पनि देख्यौँ नेपालको झन्डा फरफराएको फुल गजबको लाग्यो मलाई चाहिँ यो एकदम राम्रो हामीले देश परिवर्तनै होस् भनेर हामीले हाम्रो भोट पनि परिवर्तन गरेका थियौँ जुन पक्का पनि राम्रो हुनेछ र यो चाहिँ हामी कालिका मन्दिर जाने क्रममा कालिका मन्दिर गएका थियौँ है पोखरी भन्ज्याङको अहिले म चाहिँ अहिलेसम्म गएको थिइनँ सो म अहिले चाहिँ आज कालिका मन्दिर पनि दर्शन गर्ने मौका पाएको थिएँ म चाहिँ एकदम अत्यन्त खुसी थिएँ अझै माथि यार ओके अब यदि आइसक्यो हामी चढिहाल्छौँ बन्द लाग्यो बन्द त किन खोल्नु बाबाले उठा हामी त मन्दिर घुम्न आएको अनि हामी चाहिँ भोट हालेर आयौँ अझै भोट हाल्नु भयो के मन्दिर हो यो मन्दिरको नाम हामी चाहिँ कालिका मन्दिर आइपुग्यौँ पोखरी भन्ज्याङको भोट दिएपछि हामी यता मन्दिरतिर आयौँ म चाहिँ यो मन्दिरमा फर्स्ट टाइम आएको यहाँनिर चाहिँ तलको जुन त्यो बजार एरियाको भात गाउँ दमौलीहरू देखिँदो रहेछ त्यति मौसम अझै खुलेको भए चाहिँ त्यो सिन चाहिँ बब्बाल देखिन्छ त्यो मन्दिरबाट तल हेर्दा चाहिँ ठ्याक्कै डाँडाको बिचमा छ राम्रो रहेछ मलाई चाहिँ एकदम मन पर्यो शान्ति पिस के एकदम आनन्दको के अझै क्लियर भएन कि मौसमै त्यस्तो थियो नि त
भएर तर राम्रो चाहिँ भातगाउँ दमौली एरिया देखियो होइन। अनि यो चाहिँ सालघारी हो कि पुरै सालघारी छ कि सालघारीको बिचमा रहेछ यो मन्दिर बनेको चाहिँ। अनि हामी एकछिन यहाँ बस्यौँ। यो चाहिँ अब मेरो बहिनीहरू भइहाल्यो होइन। घाम एकदम खुलेर लायो भए राम्रो देखिँदो रहेछ। यही भ्लगको लागि यहाँ मन्दिर आएको छौँ हामी दाइ दाइ। छोरी क्यामेराम्यान नेभर डाइज। अनि यो बाटो आउँदैछौँ मैले यतिखेर। हामी चाहिँ धेरै सिधा आयौँ कि केटी यहाँबाट कहाँ पुग्छ भन्ने मलाई उ लाग्यो कि त्यो पार्टीमा पुग्छ जस्तो लाग्यो कि पार्टीको बाटो हो ल है हामी चाहिँ त्यस्तो बाटो पनि आउँदैछ। ढुङ्गा उठाइसकेपछि पक्का मान्छे हिँड्ने बाटै होला। हामी तल घर छौ। ए अघिको हामीले पानी थाप्न आएको घर जस्तो लाग्यो त्यो। बाबाहरूले बाइक रोकेको गएको क्या बाबा मम्मीले। ऊ रोड अगाडि ऊ अगाडि रोड आयो रोड आयो केटाकेटी रोड आयो होइन त्यहाँ अब आइतबार ए आइतबार नारी दिवस होइन। बिस मिनट नै हिँडिरहेन जस्तो निक्लो त अब गाडी जाने ठाउँबाट तर अफिसबाट यता आउँदा अलिकति 20 मिनट त्यतै लाग्छ मेरो। अझै एड हुँदो रहेछ आउनु त म प्रायः हुन्न मानुङकोटको डाँडो चढ्दाखेरि अब आजको डाँडो चढ्नु म त 38 भरि जान्छु कि हामी के अरे 38 ब्याक टु ब्याक उकालो ओह्रालो गर्दिन कि 20 मिनेट रहेछ यसको यहाँ थपडा आउँछ नि सिन 215 टेक 2 ल हाम्रो अब भोटान कार्यक्रम समाप्त भयो। हामी घर आइपुग्यौँ। फेरि 5 वर्षपछि मात्रै भोटान के 5 वर्ष 2 वर्ष पछाडि हो 2 वर्ष पछाडि ल ओडा कार्यालयमा त्यसलाई त हाल्न पाउँदैन रहेछ निले अर्को यो ल बाइ अर्को पैसा कामा फेरि चुनाव हो नि बाइ भन ल बाइ भन बाइ भन नभन तिमीले त पाउँदैन मलाई छोडेर जाने भन्दिन ल खै भोटा